मेरो यो यहाँ यो साइनाले छ नि तर तिजुले तिमीलाई चाहिँ हेडपिन बनाइदियो हिँड्छु क्या हेर नि त्यहाँ फुलको हेडपिन हेर नि तिमीलाई कस्तो राम्रो देखिन्छ र त है छोरी तिमी लाउनु नलाउने लाउ यो लाउ त बहिनीलाई राम्रो फुल बनाइदियो है म टिप्नु ला पकाउनु छोरी यहाँ हेरेर बुवाले टिप्छु पकाउन बुवाले टिपेर दिन्छ है छोरी कहाँ त्यहाँ कुकुर छ कसको छोरी आन्टीको भयो नहीं ये तयार हुँदैछ है छोरी जाऊ 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 त जाऊ डिजिटल लाइसेन्स जाऊ चेक गरेर जाऊ यहाँ गोलीबाट यहाँ हेर तिम्रो गोलीबाट यहाँ चाहिँ अर्को अर्को हरायो छोडिदेऊ आऊ भयो छोड आऊ अर्को हरायो छोडिदेऊ आऊ न आऊ कतिवटा छ अरे हरायो होला क्या हरायो छोडिदेऊ छोडा त बुबाले हेर्छ यहाँ चाहिँ लिएर है जाऊ हेर्नु ल हेर्नु ल यता हेर्नु ल छोरी जाऊ त के खोज्ने फेरि के फुल कस्तो भयो भने अब तिमी कहाँ फाल्छौ अनि फेरि सानो कि ठुलो ठुलो कहाँ छ खोइ सानो हराएको ठुलो हराएको तिम्रो ठुलो हराएको खोइ देखि नि त त्यहाँ त कसले छोरी किरा लिएर गयो पुतली हेर छोरी पुतली हेर छोरी त्यो पहेँलो रङको हो त्यो खोज नि त खोज अब तिमी कहाँ फाल्छौ अनि फेरि जाऊ 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 नाप जाऊ छोरी नाप यहाँ सिमास भाइ चाहिँ गयो घरतिर छोरी यता आऊ छोरी यता आऊ छोरी यता आऊ छोरी यता आऊ त यो छोरी कहाँ हिँड्यो होला लड्नलाई यता छोरी यहाँ आऊ त यता आऊ यसरी छोरी तिमीलाई एउटा कुरा सोध्छु हस् तिमी स्कुल जान्न जाने कहिले जाने अनि भोलि भने त यो 2 महिना भइसक्यो छोरी तिमीले भोलि भनेको त हिजो पनि भोलि भने अस्ति पनि भोलि भनेको यो बिदा भइदियो तिमीले भोलि भनेको छ अब भोलि पनि तिमी भोलि भनिहाल्छ मलाई थाहा छैन एकचोटि अलि यहाँ आएर भनिदेऊ न एकचोटि यहाँ आऊ त छिरे कहिले जाने भन ल भन अनि भोलि पनि गएन भने के गर्ने स्योर हो यो कुरो
हाम्रो छोरा छोरीको सबभन्दा प्यारो दादा यहाँ विवान दादा यहाँ साइकल चलाउने दादा एकदम प्यारो दादा यहाँ दुईजनाले एकदम मन पराउँछन् पकायो त यो छोरीको अलि तल सार्नुपर्छ यसलाई अलि तल सार नि तल त्यसलाई छोरी कस्तो देख्छ हेर छोरी तिमीलाई राम्रो छ होइन 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 घर त होइन छोरी बाटोबाट होइन मकै नटेक साइना दुसमा त ल फेरि के गर्ला तिमीले फेरि छोरी के गर्ला के धुन्ला कस्तो मान्छेले सानी त रड पायो तिमीले पाएन के लाग्यो होला सानीले तिमीलाई कसले बनाएको छोरी भन दियो भन न कसले बनाइदिएको कसले बनाइदियो भन नि तिमीलाई छिटो भन न कसले बनाइदियो तिमीलाई साना दिदी भनेको भन न तिमीले डाकिनी भन्नुहुन्छ मैले त भन्न मिलिहाल्छ नि तिमीलाई तिमीले कस्तो डाकिनी जस्तो काम गर्छौ ल ल आजको दिनभरि बिहानको सक्यो मेरो अब है